विदेशर सर क्लासेसमा तपाईँहरूलाई स्वागत छ। म विदेशर यादव। आज हामीले फोर्स एन्ड मोसन 10 क्लासको फोर्स एन्ड मोसन भन्ने च्याप्टरबाट हामीले एउटा क्वेसन लिएका छौँ। त्यो क्वेसन के छ भने हामी सपोज गर्ने यहाँ क्वेसन नम्बर एउटा लिएका छौँ। सपोज गर्ने यो पृथ्वी छ अनि पृथ्वीको मास m छ र रेडियस r छ। त्यति बेला यसको g एक्सिलेरेसन ड्यू टू ग्रेभिटी g के हुन्छ gm/r² हुन्छ। किन यो g जुन छ यो gm/r² भयो। अब एउटा हामीले सपोज गर्ने यहाँ यो यसलाई हामी अर्थ लिएका छौँ, अर्थ छ। अब हामी मुनको कुरा गर्छौँ, यहाँ मुन छ सपोज गर्ने मुन, अनि मुनको मास यो पृथ्वीको मास भन्दा करिब करिब 81 गुना कम छ। यसको यो m छ भने m/81 डिभाइड गर्ने 81 गुना कम छ। अनि यसको रेडियस लिन्छौँ भने यो पृथ्वीको रेडियस भन्दा यसको 3.74 गुना कम छ। 3.7 गुना मानौ कम छ। यो रेडियस जति छ त्यति यसको यो 3.7 गुना कम छ। अब यसमा हामी प्रश्न के गर्न चाहन्छौँ भने यो पृथ्वीलाई हामीले के गर्छौँ, प्रेस कम्प्रेस्ड गरेर खाँदेर हामीले चन्द्रमा जत्रो बनाउन चाहन्छौँ। अब चन्द्रमा जत्रो बनाउन चाहँदा अब यसको के हुन्छ, यसको g अहिले gm/r² छ। अनि यसलाई हामी चन्द्रमा जत्रो बनाइदियो भने यसको g को मानमा के असर पर्छ, अर्थात् यसको g बढ्छ कि घट्छ, त्यो कुरा हामीले हेर्ने हो। त अब विचार के गर्ने हो, यो पृथ्वीलाई हामी जब खाँच्छौँ भने त्यति बेला के हुन्छ त यसको त मास त सेम रहन्छ। खाँदेर हामीले यसलाई प्रेसर गरेर चन्द्रमा जस्तो बनाइदियो भने त्यति बेला यसको मास त यही पृथ्वीको मास जुन हुन्छ त्यही मासै रहन्छ। तर यो पृथ्वीको रेडियस के हुन्छ, घट्छ। यो रेडियस हामी थिचेपछि रेडियस कस्तो हुन्छ त r/3.7 हुन्छ। त्यति बेला यसको लिन्छौँ भने g के हुन्छ, g लिन्छौँ भने m त त्यही रहन्छ m/80 181 गुना कम हामी यसैलाई गरेको छ। यसको मास छ, यसलाई यति गरेको छ, त्यस कारणले मास यही पृथ्वीको मास रहन्छ। यसैलाई हामी खाँदेका छौँ। तर रेडियस के हुन्छ, यो रेडियस नभएर रेडियस के हुन्छ त चन्द्रमा जत्रो बनाइदिनु भन्छ यो रेडियस हुन्छ। अनि रेडियस त्यति बेला के हुन्छ r/3.7 को स्क्वायर गर्छौँ। अनि यसरी यसलाई तोड्छौँ भने के हुन्छ, यो gm/r² अनि 3.7 लाई हामी मल्टिप्लाई गर्छौँ भने यो अर्को पल्टिएर कति हुन्छ 13.69 हुन्छ। करिब करिब यो जुन g छ त्यो g को तुलनामा 13.69 अर्थात् एप्रोक्सिमेटली लिन्छौँ भने यसलाई गर्छौँ भने 14 गुणामा हामी बुझौँ। यो 14 गुणा के हुन्छ, यसको g बढ्न जान्छ। g किन बढ्यो भने हामीले बुझ्नु पर्यो g बढ्नको लागि के हुन्छ, यदि रेडियससँग इन्भर्सली प्रोपोर्सनल भएको हुनाले अब रेडियस सानो हुन्छ भने त्यो g को मान त्यो बढ्छ, रेडियस ठुलो भयो भने g को मान घट्छ। यहाँ यही पिण्डको रेडियस हामी कम गरिदिएका छौँ, त्यस कारणले यसको 14 गुणा यसको के हुन्छ त g को भ्यालु बढ्छ भनेर हामीले यो बुझ्न सक्छौँ। एउटा यो छ। अनि त्यस्तै गरेर अब अर्को प्रश्न छ यहाँ हामी लिने